हेलो नमस्ते नमस्ते गाइज। म कामको सिलसिलामा हिमाचल प्रदेश पन्तघाटीतिर छु। अहिले चाहिँ हामी ढुलानी गर्दैछौँ यता पन्तघाटीतिर। म लगायत धेरैजना छौँ। बाहुखोलाको टिम हुनुहुन्छ। यसरी हामी रेता बोक्दैछौँ। यसरी परदेशी जीवन गाह्रो छ काम गर्नलाई। अर्काको देश हिमाचलमा छौँ। यसरी पछि यसरी इट्टा पुग्दैछौँ। इट्टाको भारी यसरी ओह्रालो गर्नु गाह्रो छ। अब चाहिँ नेपालमा चाहिँ फाइनेन्सले जित्नुभयो भने नेपालै रोजगारी मिल्छ भन्ने आशा छ हाम्रो। घन्टीले जित्यो भने नेपालमै गर्ने रोजगार विचार छ र यसरी परदेशमा आउनुपर्छ भन्ने लाग्दैन मलाई। परदेशमा काम गर्नु पनि गाह्रो छ। खासै काम गर्न पनि सकिँदैन। इट्टाको पुगिसकेपछि यसरी हाम्रो नास्ता खाने कार्यक्रम भइरहेछ। इट्टाको भार राखेर नास्ता खाँदैछौँ। दिदीहरू चाहिँ खतरा हुनुहुन्छ। दुईवटा सिमेन्टका गट्टा बोकेर हिँड्नुहुन्छ। म चाहिँ एक गट्टा बोकेर मात्रै हो हिँड्ने। कालोमा पनि 2वटा सिमेन्टको गट्टा बोकेर हिँड्नुहुन्छ उहाँहरू चाहिँ। म चाहिँ गाह्रो छ। यसरी इन्डियामा काम गर्नुपर्छ। अब चाहिँ नेपालमै रोजगारी भइदिए हुन्थ्यो भन्ने आशा छ। यसपालिको चुनावमै रोजगारी मिल्छ भन्ने आशा छ। बाई बाई।